हेलो नमस्ते सबैजनालाई। म आज कालीकोट जिल्ला पचालझरना गाउँपालिका वार्ड नम्बर 7 रिसेडी टोलमा रहेको यो स्याउ बगानमा छु। देख्न सक्नुहुन्छ यहाँ स्याउ आरु ओखर देखि लिएर विभिन्न फलफुलको खेती भइरहेको छ र हाम्रो यो कालीकोट जिल्ला दुर्गम क्षेत्र भएको कारणले गर्दा यहाँ अझै पनि केही हदसम्म गाडीहरू रेगुलर चल्ने भइरहेको छैन। केही समयसम्म 1-1.5 घण्टा तलसम्म हिँडेर गयो भने चाहिँ त्यहाँसम्म त गाडी त पाउँछ, तर पनि रेगुलरली पाउँदैन, रेगुलर गाडीहरू लाग्दैन। त्यही भएर यहाँको जुन फलफुल खेतीहरू सबै नष्ट हुन्छ, कुहिएर जान्छ, चराले खान्छ र चोरहरूले चोरेर यसरी नष्ट हुने भइरहेको छ। यहाँको फलफुल खेतीले जुन मूल्य पाउने गरेको छैन। यहाँको स्टोरेजदेखि लिएर सबै कुराहरू हाम्रो कर्णाली कालीकोट जिल्ला र पचालझरना भित्रको जुन कृषि कार्यालयले पनि हाम्रो यो जुन फलफुल खेतीहरूलाई नजिकबाट निहालेको छैन। देख्न सक्नुहुन्छ हाम्रो यता विभिन्न नर्सरीहरू पनि छ। ओखर स्याउहरू देखि लगायत सम्पूर्ण बोट बिरुवाहरूको नर्सरीहरू पनि छ। हाम्रो कृषि कार्यालयमा जहिले पनि सोद्धाखेरि बजेट छैन पचालझरना गाउँपालिकाले कृषिको लागि बजेटै छुट्याउँदैन भन्ने खालको गुनासोहरू एकदमै सुनिन्छ। एउटा टेन्ट आउने हो वर्षमा एकचोटि टेन्ट, त्यही टेन्टमा पनि 2-3 हजार रुपियाँ हामीले ट्याक्स तिर्नुपर्छ। 2-3 हजार ट्याक्स भनेर लिनुहुन्छ उहाँहरूले। सायद त्यो किनेको हो कि सायद त्यो ट्याक्स हो कि के हो थाहा छैन, तर पनि उपलब्ध गराउने भनेकै त्यही एउटा टेन्ट हो। त्यही पनि कतिपय मान्छेहरूले पाउनुहुन्न। जुन वास्तविक मान्छेले पाउनुपर्ने मान्छेले, जुन अगुवा कृषकहरूले पाउनुपर्ने मान्छेहरूले पाउनुहुन्न र आफ्नो आसेपासे भरौटेहरूले पाउने हो त्यो कुरा चाहिँ। त्यही भएर म यो सूचना अथवा उहाँहरूलाई चाहिँ सचेतनाको लागि चाहिँ कृषि खेतीको लागि पनि अलिकति ध्यान दिइदिनु पर्यो। यहाँको सरकारले, प्रदेश सरकार, केन्द्र सरकारले पनि कृषिलाई चाहिँ हामीले एकदमै मान्यता दिन्छौँ, प्राथमिकता दिन्छौँ। कृषि क्षेत्रलाई यति खर्च गरियो उति खर्च गरियो भनिन्छ, तर पनि यो खर्च भएको चाहिँ देखिँदैन र वास्तविक पाउनुपर्ने मान्छेहरूले त्यो बजेट पाइरहेको हुँदैन। त्यही भएर चाहिँ हाम्रो नेपाल सरकार, स्थानीय सरकार र केन्द्र सरकार, प्रदेश सरकारलाई यो आह्वान गर्न चाहन्छु कि वास्तविक पीडितहरूलाई अथवा वास्तविक कृषि खेती गर्ने कृषकहरूलाई चाहिँ यो बजेटहरू दिनुहोला र उहाँहरूले तपाईहरूलाई फल प्राप्त गराउनुहुनेछ भन्न चाहन्छु। देख्न सक्नुहुन्छ हाम्रो यो बगैँचा, म आफ्नै बगैँचाभित्र यसरी तपाईहरूलाई यो बगैँचा देखाइरहेको छु। यो यहाँ मेरो बगैँचामा चाहिँ लगभग 400-500 स्याउको रुख छ र अब अझै ओखरहरू नर्सरीमा चाहिँ ओखरहरू 2-3 हजार ओखरको दाँते ओखर 2-3 हजार 1-2 हजार जति स्याउको बुट्टा, अनि त्यसपछि अरू विभिन्न फलफुलको बुट्टाहरू पनि छ, बेर्नाहरू छ। तर समयमा किन्ने मान्छे नहुँदा अथवा पालिकाले चासो नराख्दा त्यो बुट्टा बेर्नाहरू पनि सडेर गएको छ अथवा जिन्ने ठुलो भइसकेको छ, तर सार्न नमिल्ने स्थितिसम्म हुन लागेको छ। त्यही भएर चाहिँ ध्यान आकर्षण गराउन चाहन्छु हाम्रो पचालझरना गाउँपालिकाको कृषि कार्यालयलाई। अझै पनि तपाईहरू कृषि कार्यालयको जतिजना पनि त्यहाँको कर्मचारीहरू हुनुहुन्छ, तपाईहरूले पनि पालिकालाई भन्नु पर्यो कि हामी कृषि कार्यालयमा झिङ्गा धपाउन बसेको होइनौँ। हामीले पनि कर्णाली अथवा कालीकोट पचालझरनाभित्र हामीले पनि कृषि क्षेत्रलाई चाहिँ हामीले केही अगाडि बढाउनु छ र हामीले केही गरेर देखाउनु छ भनिदिनु होला। र तपाईहरूले आउने यो अहिले अबको केही समयपछि नयाँ आर्थिक वर्ष चेन्ज हुँदैछ, त्यो आर्थिक वर्षमा चाहिँ तपाईहरूले नयाँ कार्यक्रमहरू ल्याएर पचालझरनावासीका दुःख पीडा र यहाँका अगुवा कृषकहरूको पिरमर्का बुझिदिएर अझै पनि यो कृषि क्षेत्रलाई चाहिँ अझ अब्बल बनाउनु हुनेछ भन्ने आशा राखेको छु। धन्यवाद। जय नेपाल।